पुष्प ढोकाज्यू त्यसै गरी हाम्रो न्यायको लागि बोलिदिने अहिले भर्खर हुनुहुन्थ्यो, अहिले कता जानुभएछ न्याय अधिवक्ताज्यू। त्यसै गरी यो ओडामा यति राम्रो उपस्थितिको लागि समय जुटाइदिनु हुने आदरणीय व्यक्तित्व समाजसेवी वडा अध्यक्षज्यू। त्यसै गरी विभिन्न शिक्षा सम्बन्धी अथवा मोटिभेसन सम्बन्धी विभिन्न ज्ञान दिनुहुने मेरा प्रिय सहकर्मी साथीहरू अथवा प्रशिक्षक जीवहरू र यसै गरी आफ्नो धैर्यताको बात नछुटाई मजाले आफ्ना सरहरूका कुरा सुनिदिएर आफूले आफ्नो बालबच्चाको निम्ति आफ्नो छोराछोरीको निम्ति के गर्नुपर्दो रहेछ, के गर्नुपर्ने रहेछ भन्ने तपाईँले धैर्यताका साथ ग्रहण गरिदिनु हुने अथवा आजका केन्द्रबिन्दु अथवा आजका प्रमुख केन्द्रबिन्दु आदरणीय अभिभावकमा म टेकबहादुर ढोकाको तर्फबाट तपाईँलाई नमस्ते गर्न चाहन्छु। म अहिले धेरै कुरा गर्दैन, म म्याथमेटिक्स टिचर हो, म विश्वविद्यालयमा प्राध्यापक गराउँछु। म्याथमेटिक्समा धेरै कुरा हुँदैन, धेरै साहित्य हुँदैन। हाम्रो म्याथमेटिक्स अध्यापन गराउने हाम्रो अहिलेको प्रशिक्षकज्यू नवराज जोशीज्यू उहाँ एकदमै साहित्य बोल्नुहुन्छ, मलाई त्यस्तो कुरा आउँदैन। मैले तपाईँहरूलाई अहिलेको तपाईँहरूले सबैभन्दा तपाईँको बच्चा अथवा तपाईँको छोराछोरी अथवा तपाईँको बालबच्चाले एकदमै अप्ठ्यारो मान्ने अथवा एकदमै गाह्रो मान्ने अथवा एकदमै असहज हुने विषय भनेको सायद मलाई गणित र विज्ञान लाग्छ। हरेक ठाउँमा मैले तपाईँलाई यहाँ मैले लेख्दै गर्दा मैले झन्डै विश्वविद्यालयमा 12 वर्ष अध्यापन गराइरहँदा र स्कुल लेभलमा 2063बाट मैले बच्चा बच्चीसँग मैले नर्सरीदेखि स्कुल लेभलको गणित पढाइरहँदा मैले भोगेका, मैले झेलेका, मैले गरेका मेरा अनुभवहरू, मिठा अनुभवहरू तपाईँलाई सेयरिङ गर्न चाहन्छु अथवा तपाईँ समक्ष बस्न चाहन्छु। अब यहाँ मेरो टपिक्सको स्पेसल टपिक्स टाइटल के रहेको छ भने गणितलाई कसरी इम्प्रुभ गर्ने, सुधार गर्ने, स्कुल लेभलको गणितलाई कसरी सुधार गर्ने। अहिले सरले भर्खरै भन्नुभयो फोर्जिपिए कुरा धेरै आए, यहाँ फोर्जिपिए कसरी ल्याउने भन्ने कुरा भए त्यो फोर्जिपिए 10 क्लासमा अथवा 10 क्लासमा गएर गणितमा अथवा विज्ञानमा फोर्जिपिए आउँदैन। फोर्जिपिए तपाईँले ल्याउने खालको त्यसको बेसमेन्ट अथवा घर बनाउँदै गर्दा त्यसको घरको जब तपाईँले कस्तो बनाउनुहुन्छ भन्ने त्यसमा निर्धारण गर्छ। पछि गएर हाम्रो अभिभावकहरूले म त 10 क्लास पढाइरहँदा बिहान 6 बजेदेखि हुन्छ, बेलुका 12 बजेसम्म होस्टेलमा राखिरहनु भएको छ, सहरमा चेन्ज भयो। किन जानेन सर, पैसा तिरिरहेको छु सर, के गर्ने होला भनेर चिन्ता चासो देखाउनुहुन्छ। उहाँले दुःख पीडितता पोख्नुहुन्छ। उहाँसँग प्रत्यक्ष झन्डै 21-22 वर्ष जोडिरहँदा यही सुर्खेती माटोमा बसिरहँदा अथवा यही सुर्खेतमा तिता मिठा अनुभवहरू हामीले सङ्घाल्दै गर्दा ती अनुभव लिँदै गर्दा आज हामी काठमाडौँबाट आइरहेका मान्छे, पूर्वबाट आइरहेका मान्छेका कुरा सुन्ने अथवा पैसा तिर्न पऱ्यो भने तिनीहरूले शिक्षक संस्थाहरूले अहिले वडाध्यक्षले धेरै कुरा भन्नुभयो। यही माटोमा जन्मेर यही माटोको निम्ति हामीले केही गर्न किन नसक्ने, हामीमा भएका अनुभवहरू, मिठा अनुभवहरू किन सेयरिङ गर्न नसक्ने अथवा गणित र विज्ञानलाई सरलीकृत बच्चाको बिचमा हामीले किन गराउन नसक्ने, के हो त्रुटि, के हो राज्यको त्रुटि, के हो अथवा राज्यको पोलिसी के हो अथवा स्कुलले गर्न नसकेको चिज के हो भन्ने केही कुराहरू मैले यहाँ बनाएको छु अथवा त्यसको अध्ययन गरेको छु। अध्ययन गर्दै गर्दा अथवा अध्यापन गराउँदै गर्दा यी कुराहरू मैले केही ल्याएको छु, ती कुराहरू म तपाईँहरूलाई भन्न चाहन्छु भन्दैछु। त्यसपछि अब इन्ट्रोडक्सन के छ भने म्याथमेटिक्स भनेको के हो त, गणित भनेको के हो। हामीलाई त गणित के भन्नुहुन्छ सरले, फर्मुला घुम्ने अथवा बच्चाले पन्ट गर्ने हो भन्ने कुरा त त्यो गणित भनेको तपाईँहरूले मैले के भन्न चाहेँ, गणित भनेको सोच हो, गणित भनेको तपाईँको सोच हो, गणित भनेको तपाईँको तर्क हो, गणित भनेको तपाईँले कसैसँग संवाद गर्ने शक्ति हो, गणित भनेको विकास गर्ने एउटा देशको मेरुदण्ड हो। आज तपाईँ यहाँ फेन ताबिरहनु भएको छ, यहाँ हावा लगिरहनु भएको छ, माइक्रोफोन मैले समातेर बोलिरहेको थियो गणितको देन। आज गणितले गर्दा आजको लग्जरी आरामदायी जीवन बिताइरहेका छौँ, त्यो भनेको गणितको भन्छौँ। अब गणित र साइन्समा अथवा यो कहाँ परेको हुन्छ, अब तपाईँहरूले भन्ने गर्नुहुन्छ धेरै सरले गणित पढेर के हुन्छ अथवा मसँग पढिरहेको बच्चाले के भन्छ गणित
गणित पढेर के हुन्छ, यसको प्रयोग कहाँ हुन्छ भनेर दैनिक जीवनमा गणितलाई कसरी प्रयोग गर्न सकिन्छ र सरल कसरी बनाउन सकिन्छ, बच्चामा गणितप्रति उत्प्रेरणा र माया कसरी जगाउन सकिन्छ भन्ने कुरा चाहिँ मैले भन्न चाहे। अब गणितलाई कसरी हामीले यसलाई एकदमै क्रिएटिभ कसरी बनाउने, उत्सुक कसरी बनाउने, बच्चालाई गणित सम्बन्धी एकदमै राम्रो कसरी बनाउने भन्ने कुरा चाहिँ यो पोलिसीको बारेमा सरकारले पनि सोच्नुपर्छ अथवा यो एजुकेसनले चाहिँ नेसन डेभलप गर्नलाई गणितको ठुलो योगदान हुन्छ भन्ने कुरा चाहिँ यहाँ छ। त्यसैले अब म्याथमेटिक्समा हामीले के हो त गणित भनेको भुक्ने होइन, गणित भनेको सोच हो। मैले भनिसकेँ गणित एउटा सोच हो। गणित भनेको एउटा हाम्रो दैनिक जीवनमा आइरहेको समस्यालाई समाधान गर्ने विधा हो, जसले एकदम हामी किनमेल गर्दाखेरि सामान्य किनमेल गर्दा सामान्य जोडघटाउ गर्दा हाम्रो दैनिक जीवनमा प्रयोग गरिरहने चिज भनेको गणित हो भन्न चाहे मैले। त्यसै गरी अब गणितलाई कसरी हामीले यसलाई एकदमै दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामीले यसलाई अथवा व्यवहारिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले अहिले त मैले बताउनु कि गणित भनेको के हो, गणित भनेको सोच हो, गणित भनेको सोचाइ हो, गणित भनेको तर्क हो, गणित भनेको व्यवहारिक जीवन हो। हामीले दैनिक जीवनमा कति काम गर्दै जान्छौँ त्यो नै गणित हो भन्ने कुरा गरे। वास्तविक क्लासमा गएर हामीले गणित पढाउँदै गर्दा, गणित के हो भन्दै गर्दा, गणितलाई जीवनसँग तुलना गर्दै गर्दा, गणितलाई हाम्रो भान्सामा प्रयोग गर्दै गर्दा, गणितमा हामीले दुई भाइ बहिनीको रोटी बाँड्दै गर्दा हामी गणितका कुराहरू गर्छौँ। जब बल्ल गर्दा गणित हामीले गणित पढाउने होइन, हामीले गणितमा उत्सुक बनाउने हो, मान्छेले करेजियस बनाउने हो होइन। त्यो कुराहरू यसमा चाहिँ हामीले भन्न चाहे मैले। त्यसै गरी अब नेपालको गणितको के छ त समस्या के छ अहिलेको भर्खरै के छ, किन धेरै विद्यार्थीहरूले सबैले यहाँ सोध्ने भने सबैभन्दा म्याथमेटिक्स गाह्रो हुन्छ। मैले त के भन्छु भने सबैभन्दा सजिलो म्याथमेटिक्स हो, सबैभन्दा सजिलो के रहेछ म्याथमेटिक्स हो। घुम्नु पर्दैन, केही गर्नु पर्दैन, मजाले थिङ्किङ गऱ्यो, मजाले ट्रेनिङ दिमाग लगाएर सत्र गयो, क्लास इक्जाममा गयो, लेखे आइहाल्यो एकदमै। तर मान्छेले एकदमै गणित गाह्रो छ, यो पढ्न सकिँदैन भन्ने कुराहरू गर्नुहुन्छ र अब भन्नुहुन्छ गणित सजिलो भयो सर किन धेरै मान्छे फेल्नुहुन्छ भन्ने कुरा होला नि। गणित कसरी पढाइ हुँदैछ हाम्रो नेपालको सन्दर्भमा, हाम्रो गणित पढाउने एक्सपर्टहरू छन् कि छैनन्, सरकारले तिनीहरूलाई ट्रेनिङ दिन्छ कि दिँदैन। अहिले डिजिटलको कुरा आयो, यहाँ हामीले यहाँ चाहिँ प्रोजेक्टरको कुराहरू आउँछ, स्मार्ट बोर्डको कुरा आउँछ भने यो खालको प्रविधि हाम्रो स्कुलमा प्रयोग भइरहेको छ कि छैन भन्ने कुरा अहिले मेन माइने राख्दछ भन्ने कुरा मैले तपाईँहरू भने। लिमिटेड अब लिमिटेड छ हाम्रो एउटा होला सायद यहाँ स्मार्ट बोर्ड 10 क्लासमा यहाँ घन्टै 4वटा सेक्सन होला, स्मार्ट बोर्ड एउटा छ। अब गणित पढाउने कसरी, अब त्यो गणित यो स्मार्ट बोर्ड म्याथमेटिक्स पढाउँदै गर्दा चलाउने जनशक्ति यहाँको ओडाले उपलब्ध गरेको छ कि छैन भन्ने कुरा यसमा चाहिँ हुन्छ। यो कुराहरू ओडाले सोच्नुपर्छ भन्ने मैले उहाँलाई उहाँले पनि यहीँ हुनुहुन्छ, उहाँलाई यो कुरा मैले राखेँ। त्यसै गरी मेरो प्रमुख च्यालेन्जहरू के छ त कठिनाइहरू गणितलाई सजिलो बनाउने भने पहिला सुरुमै पनि म्याथमेटिक्स नपढेकोहरू 10 क्लासमा गएको 9 मार्क पढ्छन्। अप्सनल म्याथ सरले एकदमै आत्मचलाई मोटिभेट गर्नुभयो, मलाई पनि सरले 500वटा फर्मुला भोग्ने भनेर म त दुःख गर्न चाहन्न, दिन पनि पढेँ, अर्थात् पढ्दै वास्तवमा बुझ्दै जाँदा युनिभर्सिटी लेभलमा पढ्दै गर्दा गणित भनेको साह्रै मजा लाग्दो, साह्रै बुझ्ने सब्जेक्ट, साह्रै क्रिएटिभ सब्जेक्ट रहेछ। मैले पनि म्याथमेटिक्सबाट अहिले म्याथमेटिक्स अध्यापक पढाएँ। त्यो त हामी बिचको टिचर बिचको अथवा टिचर र विद्यार्थी बिचको अथवा गार्जियन बिचको मिसकम्युनिकेसनले गर्दा गणित आज अप्ठ्यारो भइरहेको छ। समाजमा मान्छेले गणित एकदमै अप्ठ्यारो हुन्छ, पढ्नै सकिँदैन भन्ने खालको यसको भ्रम छरिरहेको छ, त्यसलाई तिर्नुपर्छ भन्ने मेन चाहिँ मेरो उद्देश्य हो। त्यसै गरेर अब गणित के हो त भोग्नुपर्छ, सम्झिनुपर्छ, पट्टा गर्नुपर्छ भन्ने कुराले पनि गणितमा चाहिँ यो खालको अहिले समस्याहरू आइरहेको छ। त्यसरी ल्याक अफ ट्रेनर भन्छु, जुन ट्रेनिङ दिने मान्छेहरू, जुन एक्सपर्टहरू हाम्रो राज्यले त्यो चाहिँ उपलब्ध नगराइदिएका कारणले आज हाम्रो बच्चापछि गणितदेखि ड्राउन गर्ने अवस्था आइरहेको कारण त्यो हुनसक्छ। अनि एउटा क्लासमा
100जना बच्चाहरू राखेर पढाइदिन्छ अनि त्यसको कारणले पनि आज म्याथमेटिक्स एकदम असफल भइरहेको छ भन्ने कुरा तपाईँलाई मैले भने। त्यसपछि अब कमन कुरा के हो त सामान्य समयमा हुने के गाह्रो भइरहने कुराहरू के हो भने म्याथमेटिक्सको बेस एकदमै कमजोर हुने। अहिले पनि तपाईँले देख्न सक्नुहुन्छ सानो सानो क्लासमा 10 क्लास 12 क्लास पढेको म त यहाँ धेरै पढाएँ त्यो भाइ बहिनीलाई लगेर पढाउन लगाएको ए रिजल्ट चाहिन्छ 10 क्लासमा हो किन तल मान्छे चाहियो 2-4 हजार रुपियाँ त्यही गर्छ। त्यो कारणले मैले अघि भने हाम्रो यी नानी बाबुहरूलाई हामीले 1 2 3 4 5 मा एकदम राम्रो गणित शिक्षा सिकाइ गऱ्यौँ भने 10 क्लासमा गएर 10 क्लासमा राम्रो टिचर चाहिँदैन, 10 क्लासमा कमजोर टिचर भयो भने 10 क्लासमा पढाउने मान्छे चाहिँदैन। त्यसैले म्याथमेटिक्स भने गणित टिचर भनेको अथवा गणित शिक्षक भनेको फेसिलिटेटर हो, गणित शिक्षक भनेको गाइड हो, गणित टिचरले पढाउने होइन इच्छा जगाउने हो, विद्यार्थी बिचको इच्छालाई उत्प्रेरणा गर्ने हो, गणित सम्बन्धी उत्प्रेरणा जगाउने हो, क्रिएटिभिटी बनाइदिने हो। यो चाहिँ गणित शिक्षकको यही कारणले गर्दा आज धेरै विद्यार्थीहरूले गणितलाई एकदमै अप्ठ्यारो मान्छ भन्ने कुरा मैले यहाँ तपाईँ समक्ष राख्छु। अब टिचर कस्तो हुनुपर्छ त म्याथमेटिक्स टिचर? म्याथमेटिक्स टिचरले एकदमै गणितलाई एकदमै सजिलो तरिकाले सरल तरिकाले अथवा टिचिङ म्याटेरियल भन्छ कुनै पनि हामीले शैक्षिक सामग्रीहरूद्वारा हामीले प्रत्यक्ष जीवनसँग जोडेर प्रत्यक्ष हाम्रो घरको चुलोसँग जोडेर म्याथमेटिक्स पढाउनुपर्छ अनि गणित एकदमै सजिलो हुन्छ। त्यस्तो खालको टिचर हामीले चाहिँ उपलब्ध गराउनुपर्छ स्कुललाई भन्ने मैले चाहेँ। अब त्यसपछि प्र्याक्टिकल इक्जाम्पल मोडर्न होइन तपाईँको टिचिङ मटेरियलहरूलाई युज गर्ने अनि कमजोर विद्यार्थीहरूलाई एकदम गणित सजिलो हुन्छ, एकदम राम्रो हुन्छ, गणित इजी हो, सुरुमै जाँदै गणित अप्ठ्यारो हुन्छ, एकदमै गाह्रो हुन्छ भन्ने हामी टिचरहरूले भन्नु हुँदैन। त्यो खालको फेसिलिटी गरिदिनुपर्छ भन्ने मैले तपाईँहरूलाई भएँ। अब त्यसै गरेर एक्टिभिटी बेस्ड लर्निङ भने मैले हामीले रटाउने होइन भोकाउने होइन, बच्चाले के पढिरहेको छ त्यो कुरा थाहा नपाएर गणित सिक्नुपर्छ सानो लेभलमा। स्पेसली तपाईँलाई के भन्यो भने ग्राउन्ड लेभलमा त्यस्तो खालको हामीले जनशक्तिलाई हाम्रो अथवा प्राइभेट अथवा यो चाहिँ सामुदायिक विद्यालयहरूमा त्यो खालको जनशक्ति उपलब्ध गराउनुपर्छ गर्नुपर्छ भन्ने मैले भने। त्यसरी हामीले पढाउने होइन शिक्षण सिकाइ क्रियाकलाप भनेको टिचर सेन्ट्रेड हुने, स्टुडेन्ट सेन्ट्रेड हुनुपर्छ। विद्यार्थीको चाहिँ मनोभावना अनुसारको शिक्षण सिकाइ क्रियाकलाप गर्नुपर्छ भन्ने कुरा मैले गरेँ। त्यसै गरेर मल्टिमिडियाहरू युज गर्नुपर्छ यो कुराहरू भयो। अब टेक्नोलोजीमा जस्तै स्मार्टफोनको कुरा आउँछ, प्रोजेक्टरको कुरा आउँछ होइन। त्यसपछि गएर विभिन्न चाहिँ एक्टिभिटिजहरू हामीले म्याथमेटिक्स डिजिटल एसेसमेन्ट्सहरूको कुरा आउँछ यो गर्नुपर्छ। त्यसैले नेपाल सरकारले पनि विद्यार्थी ओरिएन्टेड करिकुलममा अनि आयो यहाँ कुरा इम्पोर्टेन्ट हो भनेको गार्जियनले तपाईँ प्यारेन्ट्सले आफ्नो बच्चालाई रेगुलर स्कुलमा चाहिँ प्रेजेन्ट गराउनुपर्छ र बच्चाले के गरेन कोही पढेन भन्ने कुरा डाइरेक्टली तपाईँ त्यो गर्नुपर्छ मैले भन्ने कुरा गरेँ। सम्पूर्ण अभिभावकहरू तपाईँहरूले हामीले धेरै नै पुऱ्याइसकेका छौँ। एकैछिन धेरै दिन महत्त्वपूर्ण कुरा छ, हामी समय थोरै कुरा भनेको तर समय लाग्यो। एकैछिन होला अब 30 मिनेट कार्यक्रम समाप्त गरेर हामी एकैछिन छुट्टिन्छौँ। अहिले पनि कार्यक्रम चल्दै गर्दा सबै खाली हुँदै गर्दा नमजा पनि हुन्छ हामीलाई है। तपाईँहरू भयो अझै पनि कति भन्ने कुराहरू थियो त्यो कुरा हामीले छोटो छोटो गराउँदै आएको छौँ, हामी चाँडै नै आउँछौँ। त्यही भएर चाहिँ एकैछिन 20 मिनट चाहिँ धैर्य धारण गरिदिनु। तपाईँलाई मैले धेरै भनेर 5 मिनट मात्रै भने वास्तवमा गणित शिक्षण सम्बन्धी गणितलाई सरल र सरलीकृत बनाउने कुरा चाहिँ अगाडि नै राख्नुपर्ने हो। हामीलाई चाहिने चिज यो समाजमा हामीले यसलाई एकदमै गाह्रो रूपमा लगिराख्ने अहिले हाम्रो जति पनि सफलता 1,48,000 समथिङ सङ्ख्या विद्यार्थीहरू एसईमा पनि असफल भएको छ। सायद साइन्स र विज्ञान र गणितकै कारणले त्यो भएको अवस्था देखिन्छ। त्यसैले यो कुराहरू हुन्थ्यो ठिकै छ। त्यही भयो भने अब यसलाई कसरी राम्रो गर्न सकिन्छ भने हामीले दैनिक जीवनमा रिलेटेड गर्ने कुराहरू होला अनि प्र्याक्टिसका कुराहरूमा हामीले बारम्बार त्यसलाई पढाइमा ल्याइरहने कुराहरू होला अनि पढ्दाखेरि हामीले त्यसलाई चाहिँ अन्डरस्ट्यान्डिङ गर्ने त्यो कुराहरू होला होइन। त्यसैले एक्टिभली पार्टिसिपेसन गराउने क्लासमा बच्चाले पढेको छ कि छैन, के कुरा घरमा पनि तपाईँले होमवर्क गरेको छ कि छैन, के गरिरहेको कुराहरू तपाईँले त्यो अब्जर्भेसन गर्नुपर्ने हुन्छ, त्यसले चाहिँ सुधार ल्याउँछ। र अर्को कुरा अब सरकारले पनि गर्नुपर्ने के हो भने टिचिङ म्याटेरियलहरू चाहिँ सफिसियन्ट चाहिँ स्कुलमा तपाईँ चाहिँ उपलब्ध गराइदिने
रिसर्च ट्रेनिङहरू गरिदिने होइन, इम्प्रुभ गर्ने एजुकेसन फेसिलिटीहरूको प्रयोग गरिदिने र यो एजुकेसन सम्बन्धी जे वडाले सोचेको छ, जे कार्यक्रम उहाँले गर्न खोज्नुभयो इन्भेस्टमेन्ट भन्छ यसलाई, यसमा पनि लगानी गर्नुपर्छ बच्चाको भविष्य निर्माणका निम्ति भन्ने कुरा आयो। र अब हाम्रो फ्युचर प्लान के हो त, पछि हामीले यो कार्यक्रम गरेपछि हामी के गर्ने, सरले हप्तामा 2 दिन के गर्ने भन्ने कुरा गर्नुभएको छ। त्यति बेलामा अब यो म्याथमेटिक्स कसरी सुधार गर्ने, क्वालिटी म्याथमेटिक्स एजुकेसन सबैलाई कसरी गर्न सक्छौँ, टेक्नोलोजी फ्रेन्डली क्लासरुम कसरी बनाउन सक्छौँ हामीले, अथवा स्किल अथवा मोटिभेसनल कसरी गर्न सक्छौँ, अथवा रिसर्च प्र्याक्टिकल लर्निङ कसरी गर्न सक्छौँ, यो कुराहरू हामी पछि गर्नेछौँ। त्यसमा लास्टमा मैले के भने म्याथमेटिक्स भनेको राज्य अथवा राष्ट्रका निम्ति विकासका निम्ति अथवा देश निर्माणका निम्ति एकदम अहम भूमिका खेल्ने चाहिँ सबैभन्दा ठुलो कर्मशास्त्र भनेको नै तपाईँको विज्ञान र गणित नै हो। जति पनि चमत्कार भएको छ, विश्व जति पनि अहिले विश्व यो तपाईँको चाहिँ यो प्रविधिमा गइरहेको छ, यसको ठुलो देन म्याथमेटिक्स गर्छ। त्यसलाई हामीले बच्चा बच्चीलाई त्यो कुरा चाहिँ बुझाउन सक्नुपर्छ। तपाईँ हामीले बल्ल म्याथमेटिक्स पढ्दै त्यो बच्चा पोजिटिभ हुन्छ। त्यही भन्दै म चाहिँ गणित सम्बन्धी तपाईलाई सजिलो र सरल गर्ने अथवा यसलाई कसरी इजी बनाउने भन्ने तपाईँहरूले केही कुराहरू भने। अहिले यो भनेर केही पनि हुँदैन, हामीले एक्टिभिटिज गर्नुपर्छ, हामीले इन्भल्भमेन्ट हुनुपर्छ। अहिले यहाँ गफ गरेर केही हुँदैन, अरू भाषण गरेको जस्तो म्याथमेटिक्स र साइन्स हुँदैन। हामी प्रत्यक्ष हामी त्यो काममा जोडिनुपर्छ, त्यो काम बिगार्नुपर्छ, बल्ल हामीले त्यो काम सिक्छौँ। यो भनेको मूल मर्म भनेको तपाईँको विज्ञानको मूल मर्म भन्न चाहेँ मैले। त्यसैले म्याथमेटिक्स भनेको वानली तपाईँलाई नम्बर होइन, यसले चाहिँ रिजनिङ र प्रब्लम सल्भिङ अथवा क्रिएटिभिटीलाई एकदमै अगाडि लैजान्छ र जीवनमा आइपर्ने विभिन्न किसिमका एकदम कठिनाइ र समस्यालाई सजिलैसँग र आफ्नो जीवनलाई सरलै तरिकाले निर्वाह गर्न सहयोग गर्ने विषय चाहिँ गणित भएको भन्दै तपाईँहरूलाई मेरो